जेम्स क्यामेरोन इज ब्याक विथ अवतार फायर एन्ड एस। अब यो मुभी लिटरली आइम्याक्सको लागि बनेको जस्तो फिल आयो, तर नेपालमा आइम्याक्स छैन अनि मसँग नि पैसा छैन, सो म त नर्मल 3Dमा हेरेँ। अनि बिलिभ मी, हलको एक्सपिरियन्स लेग स्पेस नै छैन, पछाडिबाट कोहीले ठोक्याछ सिटमा, मेरो नि अगाडि खुट्टा ठोकिन्छ, त्यही माथि अवतारी मान्छे। म त अलरेडी प्यान्डोरामा बसिरहेको छु जस्तो फिल आइरहेको थियो। अनि लेट मी टेल यु, हलको स्टाफले चिच्याएर भन्छ देयर इज नो पोस्ट क्रेडिट सिन, बट जसरी भयो नि 4-5 मिनट एन्ड क्रेडिट पछि बस्यो भने यु विल सी ए सिक्रेट पोस्ट क्रेडिट। यस, गोविन्दाको क्यामियो। अब मुभीको कुरा गर्ने हो भने भिजुअल्स एकदम फायर। नर्मल 3Dमा पनि मैले जस्तो फिल गरेँ द्याट वाज ट्रु 3D एक्सपिरियन्स। पानीको स्प्ल्यास आएर मेरो चस्मामा ठोके जस्तो, टाइनी फायर पार्टिकल्स, अन्डर वाटर सर्ट्स, सब एकदम रियल। फ्रेम रेटको कुरा गर्नु पर्दा कहिले 48 FPS डकुमेन्ट्री स्टाइलमा, कहिले 24 FPS स्लो मोसन। अब यो त ठुलो एक्सपेरिमेन्ट हो, तर कहिले काहीँ इमर्जन ब्रेक गर्छ। लाग्छ जस्तो नेसनल जियोग्राफिक प्लस बलिउड स्लो मोसन मिक्स गरेर सर्भ गरे जस्तो। स्टिल भिजुअल्स आर स्पटलेस, एकदम वर्ल्ड क्लास। अब यो त क्यामरोनको मुभी जस्तो नै फिल भएको थियो, हल प्याक्ड एन्ड एभ्री वान इन्जोइङ इन देयर अन वे। नेपालमा हल प्याक बनाउने थोरै मात्र मुभी भेटिन्छन्। लास्ट टाइम हलमा मैले यस्तो भिड पुष्पामा मात्रै देखेको थिएँ। अब स्टोरीको कुरा गर्ने हो भने स्टोरी वाइज यो डेजाभु जस्तो हुन्छ। ह्युमन्स अगेन प्यान्डोरा क्याप्चर गर्न आउने, नाभी रेजिस्ट गर्ने, जेक सली भर्सेस कर्नल क्वार्टरेज, राइभलरी फेरि रिपिट हुन्छ। स्टेक अब फ्यामिलीमा एक्सटेन्ड भएको छ, तर प्लट प्रेडिक्टेबल छ। दिस फिल्स मोर लाइक अ वे अफ वाटर देन वे अफ वाटर। कन्भर्सेसन बोरिङ लाग्छ। म त अलरेडी गेस गरिरहेको थिएँ अब के हुन्छ, डाइरेक्ट एक्सनमा लैजान, तर जहाँ एक्सन छ, फ्लाइङ क्रिचर, स्विमिङ सिक्वेन्स, फाइटिङ सिन्स, ड्याम म्यान, देयर्स वेयर द मुभी साइन। अनि एकदम इमोसनल मोमेन्ट, टुल्कुनवाला सिन। अब यो प्रिभियस मुभीमा पनि अडियन्सलाई इमोसनल बनाउने खालको थियो, हेरे पनि टियर्स आउन सक्छ। क्यामरोनको म्याजिक स्टिल वर्क्स। म भने स्टोरी एन्ड एक्सन भन्दा कति ठाउँमा भिजुअलले गर्दा ओभरवेल्मिङ फिल गरिरहेको थिएँ। आई वाज गेटिङ इमोसनल द्याट मैले कति ग्रान्ड कुरा एक्सपिरियन्स गर्न पाएको छु। अनि फायर ट्राइबवाला नयाँ क्यारेक्टर, कर्नलको गर्लफ्रेन्ड भ्याराङ, वाह क्या क्यारेक्टर थियो। स्मुथ, वाह, क्युरियस एन्ड केओस। सिजिआईको आइजमा कन्फ्लिक्ट क्लियर देखिन्छ। द्याट वाज द मोस्ट एपिक सिन आई हेभ एभर सिन माई इन्टायर लाइफ। सिजिआईज आई अनि सिजिआई एक्सप्रेसनले सब बताइरहेको थियो। मुभी एकदमै रुटेड छ। नेचर, ह्युमन ग्रिड, कल्चर, रेस्पेक्ट, मोरल डेलिमा। अब यो त क्लासिक स्टोरी टेलिङ भयो। सिम्प्लिसिटी इट्सेल्फ स्पिक भोल्युम्स। अब यही सिम्प्लिसिटीले पिस दिन्छ, तर याद गर्ने जस्तो केही पनि नयाँ ट्विस्ट छैन। सो ओभरअलमा भन्ने हो भने अवतार फायर एन्ड एस भिजुअल्ली मास्टरपिस। स्टोरी वाइज प्रेडिक्टेबल, क्लासिक बट इमोसनल। फ्रेम रेटको इस्यु थियो, तर भिजुअल्सले सब कभर गर्छ। इफ यु हेभन्ट वाच्ड इट देन गो फर इट व्हेन स्टिल इन थिएटर्स। अब यो मुभी प्लटको लागि थिएटरमा हेर्न मान्छे जाँदैन, मान्छे भिजुअल्स हेर्न जाने हो। भिजुअल्सको जति कुरा गरे पनि इट्स इन्क्रेडिबल। यो टाइममा पनि यस्तो भिजुअल्स भएको मुभी वान्स इन अ डेकेड मुभी हो। आई एम ग्ल्याड द्याट आई वाज एबल टु विटनेस देन इन थिएटर्स। यदि मुभी हेर्नु भएको छैन भने गो चेक इट आउट। एन्ड यदि हेरिसक्नु भएको छ भने हजुरको फेभरेट मोमेन्ट के थियो कमेन्ट गर्न नबिर्सनु होला। एन्ड दिस इज यर ओन्ली नेपाली नर्ड साइनिङ आउट।